Hi guys, welcome to my video again. Last time मैले यो हट शेप वाला ग्रानी स्क्वायर बनाएर चाहिँ भिडियो बनाएको थिएँ एन्ड नाउ यो हट शेप वाला रकी ग्रानी स्क्वायरबाट चाहिँ म चाहिँ बनाउन गइरहेको छु एउटा रकी प्यान्ट स्टाइलको सर्ट चाहिँ रकी सर्ट्स रकी स्टाइल चाहिँ टाइपको सर्ट्स जसमा चाहिँ मैले यसरी चाहिँ राखेको छु अब यसमा चाहिँ यो चाहिँ यो अगाडिको पार्ट भयो भने यो बिचको यो खाली भाग भनेको चाहिँ यो ठ्याक्कै कम्मरको इलास्टिकको भाग जसमा चाहिँ यहाँनिर चाहिँ सिंगल क्रोसले जोइन गर्नेछौं अनि यो इलास्टिक भन्दा तलको भाग अनि बाँकी यो तलको अगाडि पार्टको भाग हो पछाडी पार्टको भागको लागि चाहिँ यहाँनिर ग्रानी स्क्वायर एक्स्ट्रा छ मसँग एन्ड यहाँसम्म चाहिँ हाम्रो अगाडिको पार्ट हो अनि यहाँदेखि यतिमा चाहिँ हामीले चाहिँ दुईटा खुट्टाको लागि यसरी यहाँनिर सिलाएर चाहिँ ठाउँ बनाउने छौं लेट्स सी हाउ इट टर्न्स आउट I made it this much and I realized I made a mistake at here. So, यति बनाउँदाखेरि नै 11:30 PM भइसक्यो. So, I'm going to sleep now. यो यति चाहिँ यो पार्ट बिग्रे जस्तो छ. So, भोलि फेरि फ्रेश भएर यो पार्टलाई निकालेर फेरि बनाउने छु. हिजो चाहिँ मैले यो पार्ट बिगारेको थिएँ राति गर्ने बेलामा चाहिँ यो पार्ट बिग्रिसकेको थियो. आज चाहिँ मैले फेरि खोलेर बिहान गर्न भएन. सो पसलमै काम गरिरहेको छु. यो तीनटा पार्ट खोलेर फेरि मैले बनाएर चाहिँ इट टर्न्स आउट लाइक दिस. अनि यहाँनिर तल पनि मैले यो वाला डिजाइन बनाएको छु. सो अब चाहिँ यहाँनिर बीचमा जुन इलास्टिक वाला भागको ग्याप हुन्छ अहिले चाहिँ म त्यो इलास्टिक बनाउन गइरहेको छु. यति भइसकेको छ. लेट्स सी हाउ इट टर्न्स. इलास्टिक को पार्ट यसरी मैले यो सिंगल क्रोसले यसरी बनाएर अनि यसलाई जोडेर त्यसपछि यहाँ ब्याकमा चाहिँ यस्तो छ यो इलास्टिक ब्याकमा जोडेर अनि ब्याकमा यो पुरै यो फिता बनाएर त्यसपछि यो ड्रेस चाहिँ यस्तो भएको छ. यसको फाइनल लुक चाहिँ यो हो. As you can see this. If you like this video, please like गर्नु होला. ड्रेस कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला.